ट्याक्क ल्याएर साइकलमा दम्प सिकाएर हामी चाहिँ ट्याक्क भन्दा साइकलमा भयो चाहिँ ट्याक्क ल्याएर यहीँ अगाडि यहाँ चाहिँ बुद्धको टक्क हाम्रो मूर्ति पनि छ पर हेर्नुहोस् यस्तो खालको ठाउँ छ यो हाम्रो अपार्टमेन्ट भइगयो स्याट्ट लाग्यो यस्तो तरिकाले अझै यस्तो को नि त मलाई के थाहा नि मलाई थाहा छैन आई डोन्ट नो कहाँ मेरो ब्यागमा हाले हा कहिले काहीँ मनका कुरा मैले बरिला होइन ला 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 ओ मेरे यारो गाडी मलाई आउँदै गर्छ सारा हावासँगै यस्तो छ यहाँको बजार गाउँको सिन यस्तो छ यहाँको है गाँव साथियों देखिए आपको क्या दिखा रहा हूँ मैं गाइस आपको मैं अब ऐसा जगह दिखाता हूँ ना आपको ये स्वर्ग जैसा लगता है देखिए ये जापान का एक गांव है वास्तव में यहाँ का दृश्य एक स्वर्ग की जैसी दृश्य है इधर वो ट्रेन का लिखी देखिए ट्रेन के लिए कभी ये घर देखिए कितना बड़े अच्छे से घर है देखिए क्या बात है अभी इधर धान देखिए इधर चावल की इधर खेती है क्या है भट्टमा सा खेती क्या दामी सिन छ होला हेर्नुहोस् है हाम्रो म्याडम जी गाडी मलाई उहाँ आउँछ नि यहाँनिर यो धान चाहिँ पुरै यस्तो भइसकेको छ धान चाहिँ पुरै पाके यस्तो भइरहेको छ यहाँनिर हेर्नुहोस् गाईहरू लगभग धान अब एक हप्तामा धान काट्ने दिन भइसक्छ एक हप्तामा धान काट्ने दिन हुन्छ यहाँनिर हामी चाहिँ आज यसो हामी डेन्टल क्लिनिङ गरेर आएको हौँ हामी चाहिँ सो यस्तो छ है त गाइस यहाँको दृश्यहरू हेर्नुहोस् है त अरे मान्छेहरू यहाँ पर पुगिसके यस्तो छ यहाँको धान पुरै नि हो अब लगभग धान पाकिसकेको छ लगभग गाईहरू यस्तो छ है यता चाहिँ बाला निस्किएको छैन भने यतापट्टिको धान चाहिँ पाकिसकेको छ मजाले पाकिसकेको भन्नाले अब लगभग एक हप्तामा यो धान पाक्छ साथीहरू यस्तो छ यहाँको दृश्य यस्तै दृश्यमा चाहिँ घुम्दै डुल्दै अब लगभग हामी घर फर्किँदैछौँ साथीहरू गाडी भने आएको छैन यस्तो छ यो दृश्यहरू अब दन्त मञ्जन सफा गरेर आइसक्यो हामी दन्त माझेर अब च्याट्टो लाएर यतापट्टि हुन्छौँ हामी